नै हो सर ठुलो ग्रुपमा भएर अनि त्यसपछि बाघ छ 44 वटा गैडा छ बाघ 44 वटा अरे हजुर यो जङ्गल अरु के पाउँछ जङ्गल सफारीमा विशेष जङ्गल सफारीमा छ सफारीमा हामी के देख्न पाउँछौँ अब त्यो ठुलो जनावर त अब लग्ने हुन्छ सर हजुर बार्सिङले चाहिँ हजुर राम्रो जनावर हात्ती बाघहरू देख्न पाउँदैन हामीले नै देखिन्छ तर त्यो चाहिँ 100% चाहिँ भन्न मिलेन बार्सिङले चाहिँ हजुरको 100% नै हुन्छ 100% हुन्छ हजुर बाघहरूको सङ्ख्या कति जति होला अन्दाज अहिलेको भनेको 2300 प्लस छ सर हजुर टोटलमा त्यो बार्सिङले र अहिले चाहिँ अब त्यत्रो ग्रुप चाहिँ देखिन्न हजुर बिहान नै अहिले अब कति देखिन्छ बिहानी पुग्न हो यहाँ हात्तीको हजुर अब बाटो भइहाल्छ बियरहरू भइहाल्छ हजुर बजेहरू त्यो त नर्मलै कुरा आक्रामक त हुँदैन जनावरहरू हामीलाई चाहिँ केही गर्दैन जनावरले अहिलेसम्म अब त्यस्तो घटेको घटना छैन घट्टा छैन यो जङ्गल वाकमा चाहिँ अलिक गाह्रो हुन्छ यो जङ्गल सफारी चाहिँ कति भयो गर्नु दिन थालेको धेरै भयो नि सर यो त अहिले त निकै पहिला आरएक्स छँदाखेरिदेखि नै तपाईँको यो अनि सफारी गर्दा चाहिँ कति भयो सञ्चालन गर्नु थाल्नु हाम्रो 11 वर्ष भयो 11 वर्ष भयो है ए पहिले चाहिँ तपाईँ यही क्षेत्रमा काम गर्नुहुन्छ पहिलेदेखि नै हो आफ्नै हो त्यो ए हामी हजुर स्टाफको रूपमा बसेको छौँ हाम्रो त्यो चाहिँ अब त्यो माथि बजारमा होटल लाने सिद्धार्थ हुनुहुन्छ नर्मली दिनमा एकचोटि आउनुहुन्छ नर्मली कहिले मात्र हो आउँदा अब घरको त लास्ट हो अब पानी लगातार 2 दिन पऱ्यो भने त बन्दै हुन्छ आउनु पाउँदैन है त्यसपछि चाहिँ कसरी दोस्रो छ ए अब झरी सुट नभएर आउनु पाएको है अहिले त रोटी के चाहिँ खानु त्यहाँ भने त्यो के हो अब तर्सन तर्सामा चाहिँ एउटा रूपमा 2 जना सुत्नु मिल्यो होइन सबै यसरी हुन्छ सबै यसरी हो ट्रेनिङ हल पनि छ ट्रेनिङहरू पनि तपाईँले अनि अलिक क्लियर गरायो होला त्यो होइन होइन स्कुलको होइन ए